यस्तो छ अब यो त जग जाहेर छ नि हैन रवि लामिछानेज्यूलाई जो एउटा चौथो उदाउँदो राष्ट्रिय दल हैन राष्ट्रिय दल बनिसकेको पार्टीको अहिले त चौथो दलको रूपमा आउँदै गर्दा भोलि गएर पहिलो दल बन्न सक्ला हैन बहुमत आउला 84 मा र हामी चाहिँ विस्थापित हुन सक्ला जुन डर देखिएको छ त्यो डरको कारणले डराएको मान्छे आत्तिएको मान्छेले त हर सम्भव प्रयास गर्छ नि त जति जहाँ पनि पुग्न सक्छ देख्यौ नि हामीले प्रतिशोध कुन हदसम्म जाँदो रहेछ कुन चरम बिन्दुमा जाँदो रहेछ भन्ने कुरा त अहिले जग जाहेर भइसकेको छ तपाईले आम व्यक्तिलाई चिया पसलमा कतै गएर सोध्नुस् बसिराख्नु भएको हुन्छ वृद्ध हुनुभएको बाआमाहरू हुनुहुन्छ युवाहरू हुनुहुन्छ उहाँहरू सबै स्पष्ट भइसक्नु भएको छ कि राष्ट्रिय स्वतन्त्र पार्टीको अभियानमाथि चाहिँ तपाईले अभियान तुहाउनको लागि यो हरसम्भव प्रयास गरिएको छ अब हेर्नुस् न झुटो जाहेरीसम्म दिएको रहेछ दिन लगाइएको रहेछ कसैले दिएको निवेदनलाई कुन हदसम्म प्रयोग गरिरहेको छ भन्ने कुरा त तपाईहरुकै समाचार माध्यमबाट हामीले पढिरहेका छौं आइरहेको छ अब बाँकी कुरा त हामीले भनि नै रहेका छौं न्यायालयमाथि हामीलाई विश्वास छ किनभने अब तीनवटा एउटा जुडिसियरी एउटा एक्जिक्युटिभ लेजिस्लेटिभ हैन हामी लेजिस्लेटरी भूमिकामा छौं तर हामीले जुडिसियरीमाथि विश्वास गर्नुपर्ने हुन्छ हैन जुडिसियरी चाहिँ नितान्त स्वतन्त्र भएर उसले न्याय दिन्छ भन्ने चाहिँ हामीले आशा गरेका छौं अब हेर्दै जाउँ मैले धेरै यो कानुनी प्रक्रियामाथि टिप्पणी गर्नुभन्दा पनि कानुनी प्रक्रिया चाहिँ जहिले पनि न्यायसँगतै हुन्छ हुनुपर्छ भन्ने विषय हामीले उठाउने हो उहाँ कारागार चलान भएपछि उहाँसँग तपाईको भेटवार्ता भएको छ मेरो भएको छ किन नहुनु हैन मेरो सन्देश दिने भनेको एउटै हो यो अभियानलाई जोगाउनुपर्छ यो अभियानलाई कसैले पनि एउटा यन्त्र बनाएर यसमाथि भनौं न यो अभियानलाई जोगाउनको लागि हामीले भनिरहेका छौं उहाँलाई उहाँ चाहिँ नितान्त चिन्ता नलिकन बस्नुभयो हुन्छ किनभने हामीले यो देशमा एउटा रवि लामिछानेले त स्टार्ट गरेको मात्र मुभमेन्ट हो यो मुभमेन्टलाई टिकाउन र जनताको पक्षमा उभाउन र यो साँच्चै देश समृद्ध बनाउन सकिन्छ हाम्रै पालामा भनेर देखाउनको लागि हामीले हेर्नुस् न हाम्रो पार्टीमा अहिले हामीले अभियान गरिरहेछौं देशभरिबाट जनयात्रा गर्दैछौं विभिन्न ठाउँमा संगठनहरू विस्तार हुँदैछ उहाँले भन्नुभएको छ मेरो चिन्ता नगर्नुस् तपाईहरु मेरो लागि ठाउँ ठाउँमा धाइराख्न पनि पर्दैन न्याय हुन्छ त मलाई न्यायालयबाटै हुन्छ नआत्तिनुस् किनभने सही गर्ने व्यक्तिलाई सधैँभरि गलत त हुँदैन नि त एक दिन त सही हुन्छ नै भन्ने चाहिँ हामीलाई विश्वास छ उपसभामुखको विषयमा अहिले जुन आइरहेको छ नि सामाजिक सञ्जालमा यो हटाउन आँटेको भनेर अब त्यो अनौपचारिक विषयमा मैले टिप्पणी गर्न चाहिन अहिले अब अहिले पनि तपाईको हामीले के भनेका छौं भने हो कुनै पनि निर्वाचन क्षेत्रबाट प्रतिनिधित्व गर्ने सांसद भनेको त्यहाँको जनप्रतिनिधि हो त्यहाँको मुख्य मुद्दाहरू उसले थाहा पाउनु पर्छ हैन उसले योजनाहरू कुन कुन प्राथमिकतामा पर्छ भनेर थाहा पाउने हो सरकारलाई सुझाव दिने हो भनेको तर कार्यपालिकाको भूमिका चाहिँ सांसदले गर्ने होइन कार्यपालिका भनेपछि हाम्रो मन्त्रालयले गर्ने हो एक्जिक्युटिभ बडीहरू छ विभागहरू छन् हैन डिभिजन कार्यालयहरू छन् कुन निकाय अब ढलको लागि कुन निकायले काम गरिकन लैजाने चाहिँ होइन ठेकेदारको काम चाहिँ गर्ने होइन सांसदले बटम लाइन चाहिँ 21 करोड प्रति निर्वाचन क्षेत्र चाहिँ आवश्यक छैन यदि हजुरले पनि त्यो कुरा चाहिँ अस्वीकारै गर्ने बिन्दुमा होइन हामीले भनेको के हो भने तपाईहरुले बुझ्नु भएन सांसद विकास कोष या निर्वाचन क्षेत्र विकास कोष भनेर सांसदको मातहतमा हुने गरी सांसदले चलाउन मिल्ने गरिकन त्यो आउन हुँदैन ठेकेदारको काम सांसदले गर्ने होइन आफूले जुन क्षेत्रमा प्रतिनिधित्व गर्छ त्यो क्षेत्रलाई बुझ्नु पर्यो त्यहाँको मुद्दा बुझ्नु पर्यो र सरकारले खबरदारी गरेर यसलाई चाहिँ प्राथमिकतामा राख्नुस् यो योजना मेरो क्षेत्रमा आवश्यक छ भनेर त सांसदले आवाज त उठाउन पर्छ मान्छे अब अन्तिम प्रश्न यो जुन मैले पनि आफूले गरिरहेको छु जस्तै मेरो क्षेत्रमा जहाँ म ललितपुर 3 नम्बर क्षेत्र त्यहाँको सांस्कृतिक सम्पदाको विषयहरू त्यहाँका सडकका विषयहरू बाढी पहिरो गएर जनताले भोग्नु परेको शास्तिको विषयहरू मैले पटक पटक उठाइरहेको छु नि किनभने म त्यहाँको जनप्रतिनिधि हो मैले त्यहाँको मुद्दा बुझ्नुपर्छ समस्या बुझ्नुपर्छ र समाधानको लागि सरकारलाई खबरदारी गरेर कार्यपालिकालाई चाहिँ काम गराउनुपर्छ हो त्यो काम चाहिँ हामीले गर्ने हो न कि आफूले आफ्नो लागि आफ्नो खल्तीमाबाट ल्याएको जसरी गर्न चाहिँ गर्न हुँदैन